अंकलको छोरी हजुरआमा बित्नुभयोले गर्दा बुबा आमाको मावलमा जानुपर्ने भयो र भाइ सानै भएकोले सँगै लानुपर्ने भएकोले बहिनी जान्छु भनेर जिद्दी गरेपछि म एक्लै घरमा बस्नुपर्ने भएकोले बुबाले बिहान बेलुकी अंकलको घरमा खाने बस्ने व्यवस्था मिलाउनु भयो। स्कुल पनि छुट्टी नै थियो। घरमा गाई बाख्रा भएकोले म जान मिलेन। बुबा मम्मी बहिनी र भाइ गएपछि म घरमा एक्लै बस्न डराउने भएकाले बेलुका अंकलले काम सकेर आउनु भन्नुभयो। म काम सकेर साँझमा अंकलको घरमा गए। आन्टी किचनमा खाना बनाउँदै हुनुहुन्थ्यो। पुष्पा सानो भाइलाई पढ्न सिकाउँदै थिइन्। पुष्पा मेरी बहिनी सुमिना भन्दा 5-6 महिना जेठी थिइन्। उनीहरू एउटै दुवै 8 कक्षामा पढ्दैछन्। स्कुल बर्खे बिदा थियो। म एसई दिएर बसेको थिएँ। अंकलले भन्नुभयो आइपुगिस् सुमन। आइपुगे अंकल भने। सबै घर धन्दा गरिस् त गाई बाख्रालाई घाँस हालेर झ्याल ढुका राम्ररी लगाइस् नि। लगाएर आएको छु। आन्टीले भान्सामा खाना तयार भयो खाना खान आउनु भनेर बोलाउनु भयो। सबैजना खाना खाइसकेपछि अंकलले भन्नुभयो पुष्पा दाइ र तिमी उता कोठामा सुत भाइ हामीसँग सुत्छ है। हुन्छ बाबा भन्दै जाऊ दादा सुत्न भन्दै हात समातेर तानी म पछि पछि गए। कोठामा एउटा मात्र बेड थियो। कोठामा छिरेपछि मैले भने पुष्पा या तिमी एक्लै सुत्छौ नाइ भाइ र म कहिले काहीँ पाहुनाहरू आउँदा सुत्नुहुन्छ यता भनी। हुन त घरमा पनि हामी दाजु बहिनी सँगै सुत्ने भएकोले मलाई कुनै आपत्ति थिएन। पुष्पाले भनी दादा अब सुतौ भनेर ढोकाको चुकुल लगाएर बत्ती निभाएर बेडमा आइन्। म छेउपट्टि र पुष्पा भित्तापट्टि सुतिन्। मलाई दिउँसोको कामले थाकेकोले निन्द्रा लगिरहेको थियो। म निदाउनै लागेको थिएँ। भित्तापट्टि पुष्पा खासखुसक गरिन मैले भने पुष्पा के भयो के गरेको? केही पनि होइन भनिन्। एकछिन पछि फेरि खासखुसक गरिन्। अनि म पुष्पापट्टि फर्केर सोधे के भो पुष्पा तिमीलाई निन्द्रा लागेन होस् कि मसँग सुतेर अप्ठ्यारो लागो? पुष्पा मपट्टि फर्किँदै भनी अप्ठ्यारो लागेको छैन दादा म कतिचोटि मामासँग सुतेको छु के अप्ठ्यारो लाग्नु? अनि के भो त मलाई न ढाँटी भन त। कस्तो पापा चिलायो दादा मेरो भनी। मैले के भो त भने खै दादा अघि पिसाब गरेर आएको त्यही बेलादेखि चिलाइरहेको छ। सधैँ चिलाउँछ। नाइ कहिले काहीँ हल्का चिलाउँछ कहिले काहीँ अलि बढी चिलाउँछ भनिन्। मैले भने कहिलेदेखि हुने भने उसले भनी मेरो महिनावारी सुरु भएको बेलादेखि हो। म 12 वर्षको हुँदै महिनावारी भएको डाक्टरले भनेको सानै उमेरमा महिनावारी भएकोले सरसफाइमा ध्यान नदिएकोले हो। सरसफाइमा ध्यान दिनु आफै ठिक हुन्छ भनेको छ। दादा मेरो पापा चिनाइदिनु न पो भनिन्। मैले बिस्तारै सुरुवाल बाहिरबाटै पुतीतिर हात लगेर हल्का चलाइदिए। मनमा डरले मुटु काम्न थालेको थियो। यास यो दादा त कस्तो चिलाउने नि नजान्ने कस्तो दुख्ला जस्तो गरेर चिलाएको त्यो पनि बाहिरबाट बरु मामाले मजाले चिलाइदिनुहुन्थ्यो। सुरुवाल भित्रै हात लगेर भनी। मैले मनमनै सोचे मामाले भान्जीको पुतीमा ओला कुचार्न भ्याइसकेछ। म पनि के कम बेला बेलामा साथीहरूको मोबाइलमा हुल्लु फिल्म हेरेर झोल्ने र राति सुमिनासँग मज्जा लिने बानी परिसकेको थियो। राति सुत्ने बेलामा सुमिनाको पुतीमा लाडु दलेर तिग्रा जोडेर चिकेको जस्तो गरेर धेरै चोटी फुसी झरिसकेको थिए। मैले फकाउँदै भने सुरुवाल खोलन त। पुष्पाले हत्तपत्त सुरुवाल खोलिहालिन्। मैले बुल्लु फिल्म जस्तै गरी पुतीमा ओला छिराउँदै भित्र बाहिर गर्दै घर्षण गराए थाले। पुतीमा भुत्ला नाइ थिएन। यता मेरो लाडु ठन्किएर औडा भइरहेको थियो। आह दादा मज्जा आयो भन्दै मलाई अङ्गालो हालेर मुखमा मुख जोडेर टङ्गकिस गर्न थालिन्। मलाई पनि पुष्पाले चिक्न दिन्छे जस्तो लाग्यो र भित्रै जोस बढेर आयो। एकछिन पछि पुष्पाले बिस्तारै हात मेरो लाडुतिर लगी पाइन्ट बाहिरै चलाए। एकछिन चलाएपछि किस गर्न छोडेर भनी दादा बाहिर निकाल्नु न भनी मैले पनि पाइन्ट खोलेर लाडु निकाले। पुष्पाले छामी र एक्कासी बोलिन आम्मै दादा कति ठुलो? मैले भने अरू कसको देखेको छौ र? भाइको र मामाको? मामाको रे? कसरी? मामाले मेरो पापा चिलाइदिँदा देखाउनु भएको। कतै मामाले पुष्पालाई चिकित सकेन। मलाई शङ्का लाग्न थाल्यो र भने अनि के गर्नुभयो त मामाले? पुष्पा केही बोलिन अनि फेरि सोधे भन न के गर्नुभयो त मामाले? केही गर्नु भएको छैन भनी। पुष्पालाई जसरी भए पनि चिक्ने निदो गरे। जबरजस्ती गरौ भने भोलि अङ्कल आन्टीले थाहा पाउनुभयो भने मार्नुहुन्छ। अनि फकाउँदै भने पुष्पा मलाई चिक्न देउन ल कस्तो चिक्न मन लागेको छ। नाइ हुँदैन छोड्नु भयो अब सुत्ने भनी।
मलाई के गरौ भइरहेको थियो। मलाई एकदमै रिस उठ्यो र रिसाउँदै भने मामाले तिम्रो पापा चलाइदिएको कुरा अङ्कल आन्टीलाई भनिदिन्छु। नै, दादा प्लिज नभन्नु, चिक्न देउन त नत्र भनिदिन्छु भने। पुष्पा कालो निलो हुँदै डराउँदै भनी। हजुरको मामाको भन्दा ठुलो छ। मामा चिकिसक्नुभयो भने। हजुरको ठुलो छ दुख्छ होला बिस्तारै गर्नु ल दादा भनिन्। मैले हुन्छ भन्दै पुतीको मुखमा र लाडुमा पनि थुक लगाएर एक धक्का दिएको लाडु स्वात्तै छिर्यो पुष्पाले आया भनी। सायद दुखेछ क्यारे पुती एकदमै टाइट थियो। अनि बिस्तारै बहिर भित्र गर्न थाले। एकछिन पछि रोकेर भने, मामाले त चिकिसक्नु भएछ तिम्रो पुतीमा। मामाले म बाहेक कसैलाई चिक्न नदिनु यस्तो कुरा कसैलाई नभन्नु भन्नुभएको थियो। कसैलाई नभन्नु ल दादा म पनि कसैलाई पनि भन्दिन भनिन्। मैले हुन्छ भन्दै चिक्न थाले। साँच्चै धेरै मजा आइरहेको थियो। 10 मिनेट जति चिकेपछि मेरो झर्ला जस्तो भयो। ल्वामकी ल्वाम हानेर पुष्पाको पति भित्रै माल झर्यो। लास्टै मजा आयो अनि कुराकानी गर्दै मैले भने, कहिले गरेको नि मामाले। दशैंमा मावलमा मामासँगै सुतेको मेरो पापा चिनाइदिनु भएको अनि चिक्नु भएको। पुष्पाको मामा त्यस्तै 20-21 वर्षको हुनुहुन्थ्यो तर होचो हुनुहुन्थ्यो। कति चोटी गर्न भयो नि? 2 चोटी पहिलो पटक गर्दा बिरामी नै भए। झन्डै मरिन पछि त मजा आउने रहेछ। त्यसपछि गरेको छ कि छैन भने। गरेको पछि त मामाले बुल्लु फिल्म देखाएर हामी पनि यस्तै गर्ने ल भन्नुभयो। मामाले मेरो पापा चाट्नुभयो मलाई पनि मामाले चाट्न लगाउनु भएको। अनि चिकेको। मामाले 13 वर्षको उमेरमै आफ्नै कलिली भान्जीलाई चिकेर एक्सपर्ट बनाइसकेछ। कुरा गर्दै मेरो लाडु फरी ठन्किसकेको थियो भने। पुष्पा फरी चिकौन्। पुष्पाले हुन्छ भनी। अनि फेरि चिके लगभग 20-25 मिनेट जति चिकेपछि दोस्रो चोटी पुष्पाको पुती भित्रै फुसी झर्यो। पुष्पाले भनी, भित्रै झार्नु भएको दादा। भित्रै झर्यो। बच्चा भयो भने भनिन् मेरो होस उड्यो लाके गर्ने पुष्पा भने। उसले भनी किन डराउनु भएको मेरो मिन्स हुने बेला भएको छ मिन्स हुने बेलामा गर्दा बाच्चा बस्दैन रे मामाले भन्नुभएको। मन शान्त भयो। अनि दुवै जना अँगालो हालेर सुत्यो कति बेला निदाएछु पत्तै भएन।